माई गड फेरि हुरी बतास ओ माई गड हेर्नुहोस् त एकैछिनमा यस्तो यार हुरी बतास खतरा आयो यार ओइ कति चिसो यहाँभित्र त चिसो छ यार यिनी ओछ्यान लगाएर सुत्नु पर्ला जस्तो लागेको छ यस्तो गर्मी छ बाहिर त खाने नै हो र यसले फेरि कुहिरै देख्नै हुँदैन हो यसले फेरि गफ दिइहाल्छ साले ओए होइन तलपट्टि हात राख्छ ती चाँडो गरे त टङ 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 हान्न चम्चाले माथिबाट तँ हान्दा गाली होला खा सो हेलो अनि नमस्ते हजुरलाई फेरि पनि वेलकम छ मेरो नेक्स्ट ब्लगमा हेलो गुड मर्निङ बेटा गुड मर्निङ नदेखाउनु किन नदेखाउने र छोरी यता हेरिदेऊ न गुड मर्निङ एभ्रीबडी भन्दै बेटा ए ल ओहो आज चाहिँ लास्टै ढिला भइसक्यो बुवालाई पनि रिसिभ गर्नु जानु छ तल घरमा यति ढिला भइसक्यो कुरै छोड्दैन ढिलाको नि सीमा छैन अब चाहिँ हामी छिट्टै गइहाल्छौँ गाडी साडी धोइधाइ गरेर स्टिकको पारेर होइन सबै सफा सुग्घर गरेको छु आज त अस्तिको पानीले क्या फोहोर बनाइदिएको थियो सो त्यही हो अब अहिले चाहिँ म तल घर लागिसकेँ हिँडिसकेँ होइन बुवालाई लिनलाई अब बुवा पनि बजार जानुहुन्छ अरू के छ नयाँ नौलो हजुरहरूको खबर सबैजनाको त्यस्तै त होला नि होइन अहिले के चाहिँ राम्रो छ र कहीँ कतै कसैको राम्रो सुनेको छैन त्यस्तै मात्रै सुन्छु खालि बेहाल छ व्यापार बिजनेस त्यस्तै छ डामाडो आफ्नो पनि त्यस्तै छ पसल ससल खासै चलेको छैन व्यापारहरू खासै छैन एकदम कम छ गाह्रो छ हरेक कुराहरू पुरा गर्नलाई अहिले के गर्नु अब काम गर्नु पनि पर्यो नगरिकन हुँदैन अब काम गर्दा गर्दै पनि नभएको कुरालाई पो अब भएन भन्नु मिल्छ त होइन अब कामै नगर्ने कोसिसै नगर्ने अनि त्यसपछि भएन भनेर त हुँदैन नि त त्यही हो अब हुँदैन भनेर छोड्न चाहिँ हुँदैन कामलाई चाहिँ एकदम निरन्तरता दिनुपर्छ अब एक न एक दिन त सफल भइहाल्ला नि अरू त्यस्तै हो अब देशको कन्डिसनै त्यस्तै छ के गर्नु त अब अहिले गर्छु राम्रो गर्छु मात्र भनेर नै हुँदैन टाइमले पनि दिनु पर्यो सबभन्दा ठुलो कुरा चाहिँ यस्तो लाग्छ मलाई चाहिँ अब मान्छे टाइम अनुसारले हो परिवर्तन हुन सक्यो भनेदेखि चाहिँ त्यो जस्तो राम्रो कुरा चाहिँ केही नै हुँदैन मान्छेलाई लाइफमा एकचोटि चाहिँ एउटा टर्निङ पोइन्ट आउँदो रहेछ क्या हो त्यही पोइन्टलाई चाहिँ मान्छेले एकदम ट्याक्कै त्यही टाइममा बुझेर चिनेर आफूले नि टर्न गर्नुपर्ने रहेछ क्या होइन लाइफमा यस्तो कुराहरू धेरै छन् कति गुमाए कति अब पाएँ होइन अब अहिले यसरी कुरा गर्दै गयो भने इमोसनल हुँदै जान्छ फेरि अर्को आफ्नो पर्सनल कुराहरू धेरै खुलिँदै जान्छ होइन अब हुन त तपाईँहरूसँगै सबै कुरा गर्ने त हो नि होइन आफ्नो कुराहरू आफ्नो मनमा भएको कुराहरू पोख्ने त हो नि र पनि मान्छेलाई मनमा जतिसुकै पीडा भए पनि जतिसुकै अप्ठ्यारो दुःख परे पनि हामीले कहिले पनि अरूलाई सुनाउनु हुँदैन किन भन्नु न हामीले अरूलाई सुनाएर उनीहरूले चाहिँ त्यो कुरालाई बुझेर अब ल तिमीलाई यस्तो पीडा परिरहेछ दुःख परिरहेछ भनेर चाहिँ उसले सहयोग गर्यो भनेदेखि पो आफ्नो एउटा चाहिँ बोलीको पनि वेट रहन्छ ठाउँ रहन्छ होइन इफ उनीहरूले अब सुन्ने मात्रै अनि त्यसपछि यसलाई त दुःख परिरहेछ मात्रै भन्ने मुखले मात्रै ठिक पारेर त के काम अनि त्यो भन्नु नै अलिकति ठिक होइन जस्तो लाग्छ क्या मलाई चाहिँ भनेर नि के काम होइन उसले अब कसैले सुनाइसकेपछि उसलाई होस् न यार कसैले हेल्प गरोस् अब दुःख परेको ठाउँमा गरोस् हेरोस् छैन अनि सुनाएर मात्रै के कामै छैन मलाई त्यस्तै लाग्छ बिहान उठ्यो पसल गयो फेरि अब दिनभरि पसलै बस्यो अब बाहिरतिर चाहिँ खासै
जान पाइँदैन। अब शनिबार चाहिँ गइन्छ होला। म शनिबार उता कोल्बी जाँदैछु। कोल्बीमा काम छ, एउटा बाइक बनाउन जानु छ त्यहाँनिर। हाम्रो चाहिँ सर्भिस फेरि कडा हुन्छ है, हेटौडामा मात्र होइन कि हेटौडा बाहिर पनि सर्भिस दिन्छौँ हामीले चाहिँ फ्री टाइमको बेलामा चाहिँ। फाइनली अहिले चाहिँ म पसल आइसकेँ होइन। पसलमा कामहरू भइरहेको रहेछ, साथीहरू पनि आइपुगेछ। 1 महिना 1.5 महिना पछाडि भेट भयो साथीहरूसँग। अनि त्यही भएर अब यसो बिरयानी खान जानु पऱ्यो अरे साथीलाई। अब बिरयानी खान पनि जान्छौँ एकछिन पछाडि। पसलमा कामहरू छ, कामहरू सकाएर मात्रै अनि हिँड्नुपर्ने हुन्छ। होस् के छ यार, अल गुड के चाले? ए दाइको च्यानललाई के गर्नुपर्छ रे? यस विनोदजी, कहाँ हाल बा? ठिक बा। आज चाहिँ हाम्रो यो बुलेट राजालाई एनी हाउ जसरी निकाल्नुपर्छ। ल कान्छा, यसको खिचेन भनेर फेरि यसले कस्तो मुसुकको पाराले हेऱ्यो कि यार। हेलो काली दाइ, के छ यार हालखबर यार? उहाँ चाहिँ हाम्रो एकदम टिकटकको भाइरल दाई काले दाई, विकास श्रेष्ठ। यसो त 3-4 नाम दिया, दिनेश पनि हो। दिनेश, विकास, काले। के छ है हालखबर? अनि कहाँ सोचेर है त कपाल छ त यहाँ है? त काम बिगारिस् क्या हो? तपाईँले भर्खर घरबाट त आएको होइन त? होइन 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 होइन। साथीहरू आइसकेको छ लिनलाई। अब चाहिँ हामी जान्छौँ होइन। ओ साथी के छ यार? हेलो बिरयानी खानु पऱ्यो चाहिँ त्यसलाई हो है, फेरि हामीलाई होइन। यो पनि छ नि फेरि, ए खाइदिने हो, खाने हो। भर्खर टन्न खिच्यो नि तैँले। खानुपर्छ खानुपर्छ। ल हामी कुन ठाउँमा जानु ल है बिरयानी खानलाई? चौकीटोल भेटघाट हो के छ त? चिकन बिरयानी। अब हेटौडा बजार कस्तो प्याक हो यो? आज लास्ट प्याक छ नि हेटौडा बजारमा। आज ओडाको डान्स कम्पिटिसन छ नि त कहाँनिर? यहाँ पार्टी प्यालेसमा, रोयल पार्टी प्यालेसमा। सही देखेँ होइन यार है? यो हेटौडा बजार पनि रमाइलो रमाइलो छ नि त होइन? ग्रिन सिटी हेटौडा है गाइस। ग्रिन सिटी हेटौडा।
हेटौँडाको हेर्न सक्नुहुन्छ। फाइनली हामी भेटघाट पनि आइसकेका छौँ। यहाँ भेटघाटमा आएर चाहिँ अब बिरयानी खाने रे पार्किङतिर लाग्नु पर्यो। ओर्लिनु पर्यो। ए कुल उता गएर बसौँ नि त। हामी चाहिँ आइपुगेका छौँ अहिले भेटघाटमा होइन। अब बिरयानी सिरयानी चट्ट खाइन्छ मजाले। के साह्रो होला हो बाबा। मेरो नि भ्लगमा केही बोल्दैन यार, के बोल्नु मलाई यस्तो भयो फसाउने भयो यार। दिउँसो बियर खुवाउने भयो यिनीहरूले, फसाउने भयो। ताले यो पश्चिमबाट 1 महिनापछि आएको होइन। अब यो पश्चिमबाट 1 महिनापछि आएको, अब यसलाई बियर खानु पऱ्यो एकदम चिल पारामा होइन। हामी पाएको 1 महिना भयो। यहाँको टेम्परेचरतिर अलिक बेसी छ नि त, त्यही भएर पनि होला। मेन त यो हो, यो यसलाई खानु पऱ्यो अरे बिरयानी। घिच्नु पऱ्यो यसलाई, घिच्नु पऱ्यो। बियर खाने काले हुन्छ नि, काले भयो क्या म है। हामी दुईजनामा को काले छ गाइस भनिदिनुहोस् है कमेन्ट प्लिज। ल हेरौँ है त। एकजना यो भयो, अर्को यो भयो, अर्को यो भयो, अर्को म भयो। हामी तिनजनामा को काले छ भनिदिनु पऱ्यो नि त। कमेन्ट प्लिज है, कमेन्ट प्लिज। भाइ तिम्रो नाम के हो? मिलन के हो? मिलन पाण्डे पाठक। यस ल, हाम्रो साथीको नि मिलन गरिदिनु पर्यो यार। अब यार के छ, हुन्छ? थ्याङ्क यू। एकपछि आएर मैले त खाइरहेको छु। तर हाम्रो भेटघाट यस गाइस, हाम्रो भेटघाट होइन तलपट्टि हात राख्छ। ती चाँडो गरे टङ हान्न चम्चाले माथि एउटा तँ हम्दा गाली होला खाँदै गर्नु त साथीभाइलाई आफै हो कि तेरो भागले खान्छ त है। किन छोपे? त्यो आँखा लाग्छ कि यसको। ओइ खबरदार, तेरो चम्चा यता आउनु भएन, सुनिस् नि? तेरो साबेल त्यही मात्र चलाउने हो। यो हाम्रो हो के यो। सो अहिले चाहिँ हामी खाजा टक्क खाएर अब भाटभट्टीतिर लाग्छौँ होइन, आइसक्रिम खानलाई होइन। जुङ्गे जुनै छैन काट्ने हेर्दा हेर्दै भाटभट्टी पनि आइसक्यो। यही त हो भाटभट्टी। चट्ट लगाएर चिल पारमा आइसक्रिम एउटा यस हाम्रो हेटौँडाको भाटभट्टी नि त्यही हाल्दै हुन्छ। ल यो चाहिँ हाम्रो भाटभट्टी नि है। अब मौका मिल्यो, टाइम मिल्यो भनेदेखि चाहिँ देखाउने चाहिँ भित्रतिर अल्छी लगाएर छ। घाम देख्नु सक्नुहुन्छ, यस्तो धेरै घाम छ, औडा घाम छ होइन। ठिक छ, यहीँ हाल्दैन, यहीँ हाल्दैन।
ओइ के हो भाटभटिनी त पुरै सुनसान छ त है काठमाडौँको होइन नि त यार हेटौँडाको हेटौँडाको भए पनि त यार सुनसान त हुनु भएन नि त हेलो दाजु के छ हाल खबर सब ठिक छ अल गुड यस ए चट्ट लाएर होइन अब फेरि हावाले पनि शीतल हुन्थ्यो नि है शीतल हुन्थ्यो खै अब आइसक्रिम साल्याप साल्यो सुलु सुलु होइन चिल पार्नु होइन मजाले आइसक्रिम कुन फ्लेभर खाने हो मजा छ फ्लेभर हेरी खानुपर्छ अब चाहिँ त्यहाँ साथी एकचोटि के भयो तपाईँले हेरिदिउँ त्यहाँ धेरै मोटायो क्या हो यार ल यो पहिला बिल चाहिँ यहीँ पेमेन्ट गर्नुपर्छ साथी कुन फ्लेभर खाने भनेर कुन फ्लेभर खाने हो कुनको हामी एन्डिजको खाने ल एन्डिजको खाने मिठो हुन्छ के लभ रे के वाला फ्लेभर थियो नि एउटा हजुर 21st लभ 21st लभ होइन हो नि यस ल त्यही खाइदिउँ न त ल पे गर्नुपर्छ पहिला या पर्दैन यहाँ हो 21st लभ दुईटा 21st लभ होइन 24st लभ हुन्छ देऊ साथी पैसा मसँग छैन टन्न पश्चिमबाट पैसा कमाएर ल्याएको छ साथीले देऊ साथी देऊ होइन खाँदी हाल्नुपर्छ है खाँदी हाल्यो मेरो पालामा चाहिँ कस्तो हाल्ने चाहिँ मैले हेर्छु है त यस one more time thank you ओए के रे यो आइसक्रिमको नाम के रे शताब्दीको लभ रे क्या नाक पनि लाग्यो यार जेनर खाँदी हाल्दैछ यार के छ मेरो बहिनी आइसक्रिम त्यहाँ पाइहाल्छ नि हेलो भान्जी हेलो सेक ओ मामाको जुठो खानुभयो गोल्छे यस मेरो त अब के भन्नु ठुलो बाबा छोरी पनि तिमी बहिनी हो नि त फर्स्टमा हो कतिवटा दुईटा अनि हजुरको नाम के हो नि यस कम 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 मिठो ल लिनुहोस् यो हजुरलाई है सबै हस् ओइ कति चिसो यहाँभित्र त चिसो छ यार यही ओछ्यान लगाएर सुत्नु पर्ला जस्तो लागेर त यस्तो गर्मी छ बाहिर त खाने नै हो र फेरि खुसी यसले फेरि कुहिरै देख्नै हुँदैन हो यसले फेरि गफ दिइहाल्छ साले हो यहाँ झन् चिल रहेछ ओ माई गड फेरि हुरी बतास ओ माई गड हेर्नुहोस् त एकैछिनमा यस्तो यार हुरी बतास खतरा आयो यार ओइ के हो हाम्रो पसलमा ओ यार खतरा आयो यार हुरी बतास यार एकैछिनमा यार ओहो घर जान गाह्रो हुने भयो त यार आयो 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 यो बाइक बनाउँदै बाइक के बाइक बनाउँदै बाइक